ल जनक सरको क्लासमा आज हामीले अकको म्याथमेटिक्सको हामीले समूहको बारेमा डिस्कस गर्दैछौँ। यो हाम्रो पहिलो भिडियो हुनेवाला छ समूहलाई लिएर, त्यही भएर हामीले अन्डरस्ट्यान्डिङको कुरा गरौँ है त यो भिडियोमा चाहिँ। ठिक छ। समूहबाट हामीलाई 2 मार्क्सको क्वेसन आउँछ। म सँगसँगै फिगर बनाउनु होला है त। ल यो फिगरबाट नै हामीले समूहको इन्टरसेक्सन अनि त्यस पछाडि युनिभर्सल सेट, इन्टरसेक्सन र डिफरेन्स घटाउ चाहिँ हामी यहीँबाट बुझ्नेवाला छौँ है त। ठिक छ। हाम्रो यो माथि यु लेखेको छ जुन, यसलाई हामीले के भन्छौँ? यसलाई हामीले युनिभर्सल सेट भन्छौँ अथवा सर्वव्यापी समूह भन्छौँ। ठिक छ। त्यस पछाडि यो हाम्रो एउटा सेट ए भयो र अर्को एउटा सेट बी भयो। ठिक छ। एउटा एक्जाम्पल नै लिए मैले। ए भनेको चाहिँ हामीले कसरी लेख्छौँ है त? ए सेट भनेको ए इक्वल्स टु हामीले कर्ली ब्राकेट दिन्छौँ र यो भित्र केही लेख्छौँ भ्याल्यु जुन चाहिँ कमाबाट सेपरेट भएको हुन्छ। र बी इक्वल्स टु मानौँ हामीसँग 2, 3, 4 र 5 छ। र यु भनेको चाहिँ एकदम ठुलो समूह हो है। हामीलाई चाहिँ जसरी पनि दिन सक्छ यु भनेर चाहिँ। यु भनेको एकदम ठुलो समूह हो अथवा हामीलाई क्वेसनमा दिएको समूह हो है। जस्तो युमा के पर्न सक्यो त? सबै सङ्ख्याहरू। ल हेर्नु त, यो त एकदम ठुलो सेट हो नि त। यसरी पनि पर्न सक्यो अथवा 1 देखि 100 सम्मको नम्बर पर्न सक्यो। सम्मका सङ्ख्या यसरी पनि दिन सक्यो है। ल ठिक छ। अब यसमा हेरौँ। सबैभन्दा पहिला हामीले के हेरौँ त? इन्टरसेक्सन भनेको हेरौँ है त। इन्टरसेक्सन यसलाई हामीले के भन्छौँ त? कसरी रिप्रेजेन्ट गर्छौँ? यो एन जस्तो है, युलाई गोप्टो बनाएको जस्तो सिम्बल हुन्छ। लेख्नु पर्यो भने ए इन्टरसेक्सन बी। यसमा चाहिँ हामीले कस्तो खालको भ्यालुहरू राख्छौँ भने ए र बी दुवैमा पर्ने भ्याल्यु। ल यसरी लेख्यौँ भने एमा पनि हुनु पर्यो त्यो भ्याल्यु र बीमा पनि हुनु पर्यो है त। यही एक्जाम्पलबाट हेऱ्यो भने हामीले ए इन्टरसेक्सन बी भनेको चाहिँ के रहेछ त? ए र बी दुवैमा पर्ने। हेरौँ त के परिरहेछ? 1 बीमा छ, छैन भनेपछि यो परेन। 2 बीमा छ, भनेपछि 2 पर्यो, दुइटैमा भएको है। त्यस पछाडि 3 छ, 3, 4 छ, दुइटैमा छ। अब बीमा हेरौँ 5 छ, एमा 5 छ, छैन भनेपछि के हुँदो रहेछ त? इन्टरसेक्सनको भ्याल्यु 2, 3, 4। अब हामीले भेन डायग्राम भन्छौँ है यसलाई हामीले के भन्छौँ त? भेन डायग्राम। यसलाई है इन्टरसेक्सनको पार्ट कुन हो त? यो ए र बी दुइटैमा पर्ने पार्ट त यो हो नि त। एमा यो यति ए छ भने एमा पनि परेको छ र बीमा पनि परेको छ है, दुइटैमा पर्ने पार्ट। यो चाहिँ ए इन्टरसेक्सन बी। ल अब अर्को हेरौँ। युनियनको सिम्बल के हुन्छ? यु हुन्छ है यस्तो। र यसलाई हामीले कसरी सिम्बलमा लेख्छौँ? ए युनियन बी। अब यसको मिनिङ चाहिँ के हो भने ए अथवा यो ओड ख्याल गरौँ है, ए अथवा बी मध्ये कुनै एकमा पर्ने। यो कुराहरू चाहिँ नोट डाउन गर्नु है। यो कुराहरू चाहिँ नोट डाउन गरिराख्नु। ल हेरौँ त।
अब हामीले माथिको एक्जाम्पल लियौँ भने ए युनियन बी। ए युनियन बीमा के पर्यो त? ए अथवा बी दुईमध्ये कुनै एउटामा पर्यो हुने भयो है। हेरौँ त 1 एमा छ 2 दुईटा मध्ये एउटामा हो। अब यो भन्दै गर्दा फेरि हामीले दोहोऱ्याउनु चाहिँ हुँदैन है। नो रिपिट ल है, दोहोऱ्याउनु चाहिँ हुँदैन है। भ्याल्यु 2 छ 3 छ 4 छ र 5 छ। यिनीहरू चाहिँ ए मा पर्छ अथवा बी मा पर्छ, कुनै एउटामा पर्छ र जुन दोहोरिँदैन पनि है। ठिक छ, ए युनियन बी भनेको चाहिँ यस्तो हो है। अब हामीले यो ग्राफमा हेऱ्यौँ भने चाहिँ कुन हो त ए युनियनको पार्ट? यो सबै चाहिँ ए युनियन बीको पार्ट हो है। सबै पर्यो है। यो सबै चाहिँ के हो त? ए युनियन बीको पार्ट हो। ल अब यस पछाडि हामीले हेरौँ डिफरेन्स। डिफरेन्सलाई चाहिँ हामीले माइनस साइनले चाहिँ रिप्रेजेन्ट गर्छौँ, जस्तो ए माइनस बी। अब यो भनेको चाहिँ हाम्रो सामान्य खालको घटाउ जस्तो नै हो है। नम्बरसँग घटाउने होइन, जस्तो 1 - 2 गर्ने चाहिँ होइन। तर हामीले कसरी गर्छौँ हेरौँ है त। जस्तो ए मा मात्र पर्ने हो, यसरी लेख्छौँ है त हामीले। जस्तो ए माइनस बी भन्यो भने ए मा मात्र पर्ने, बी मा नपर्ने। ठिक छ, यसको मिनिङ के हो भने हामीले यो एक्जाम्पल हेरेर बुझौँ। जस्तो मैले ए माइनस बी लेखिरहेको छु भने यसको मिनिङ के हुन्छ? ए भनेको के छ? 1 2 3 4 माइनस बी भनेको के छ? 2 3 4 5। हामीले जुन जुन भेट्छौँ त्यो काटिदिन्छौँ है त। यसमा हेर्नु त 2 पनि छ, 2 काटिदिउँ। यसमा 2 छ, काटिदिउँ। 3 छ, 3 काटिदिउँ, 4 छ, काटिदिउँ। अब ए मा मात्र के बाँकी रह्यो त? 1 हो। यो चाहिँ हाम्रो एन्सर हो है। यो चाहिँ हाम्रो रिजल्ट हो ए माइनस बीको। अब त्यस्तै ए माइनस बी र बी माइनस ए चाहिँ सेम हुँदैन है। जस्तो यो दुईटा चाहिँ बराबर होइन। ठिक छ, यो चाहिँ हाम्रो के हुन्थ्यो? बराबर हुन्थ्यो। बी युनियन ए भन्नु र ए युनियन बी भन्नु सेम हुन्छ। यसमा पनि बी इन्टरसेक्सन ए र ए इन्टरसेक्सन बी भन्नु एउटै हुन्छ। तर यहाँ चाहिँ के हुन्छ त? हाम्रो ए माइनस बी र बी माइनस ए एउटै हुँदैन। जस्तो हामीले भनेको कुरा गरी हेरौँ। यहाँ मैले बी माइनस ए निकाल्नु छ भने के गर्छु? बी को भ्यालु लेख्छु माइनस ए को भ्यालु लेख्छु। ल यसमा हेरौँ त सेम कुन छ? 2 सेम छ, 2 सेम छ, 3 सेम छ, 3 सेम छ, 4 सेम छ, 4 सेम छ। अब अगाडिपट्टि चाहिँ के भ्यालु बाँकी रहेछ त्यो मात्रै लेख्ने हो है, 5। ठिक छ, यसरी चाहिँ हेर्नु त रिजल्ट ए माइनस बी र बी माइनस ए कहिले पनि एउटै हुँदैन। यो चाहिँ एकदम ख्याल गर्नु पर्यो है। त्यस पछाडि अर्को हेरौँ। जस्तो ग्राफमा हेर्यो भने कुन पार्ट हो त त्यो? ग्राफमा हेऱ्यो भने हामीले यति पार्ट मात्रै हो है, यति पार्ट मात्रै। यति पार्ट चाहिँ हाम्रो जस्तो यहाँ देखिएको छ नि यो ग्राफमा, यति अनि यति हो। यो चन्द्रमा जस्तो चाहिँ के हो त? ए माइनस बी हो। ठिक छ, सबसेट भनेको चाहिँ के हो हेरौँ है त। जस्तो कुनै एउटा समूहभित्र चाहिँ अर्को एउटा समूह भन्नु है। ठिक छ, जस्तो ए भित्र बी पर्यो भने बी इज द सबसेट अफ ए। ठिक छ, यसको मिनिङ के हो त्यो मिनिङ बुझौँ है त। एउटा इक्जाम्पल मैले लेखेँ, ए इज इक्वल्स टु 1 2 3 4 5, बी इक्वल्स टु लेखेँ 1 2 3। ठिक छ, अब यो गर्दा फेरि हेर्नु त ए बीलाई चाहिँ हामीले ए भित्र नै पाउन सक्छौँ नि।
जस्तो 1 2 3 बी इक्वल्स टु छ भने यसलाई हामीले ए भित्र नै पाउन सकेका छौँ। सबै एलिमेन्ट छ नछुटाइकन। बीको सबै एलिमेन्ट चाहिँ ए भित्र छ भने हामीले चाहिँ बी इज द सबसेट अफ ए भन्छौँ है। बी चाहिँ ए को उपसमूह हो भन्छौँ। यसरी सिम्बलमा हामीले यसरी लेख्छौँ। ठिक छ। जस्तो अर्को कसरी पनि बुझ्न सकियो त, यदि ए माइनस बी और बी माइनस ए इक्वल्स टु चाहिँ फाइ खाली, यस्तो खाली आउँछ भने त्यति बेला चाहिँ सबसेट हो है भनेर बुझ्नुपर्छ। बी माइनस ए चाहिँ फाइ आयो भने ए चाहिँ सबसेट हो, बी चाहिँ सबसेट हो ए को। यदि ए माइनस बी गर्दा फाइ आयो भने चाहिँ ए चाहिँ सबसेट हो बी को। यसरी बुझ्न सक्यो है। ठिक छ। ग्राफबाट बुझ्नुभयो भने झन्नै सजिलो भयो। ल यसमा अर्को पनि बुझ्नुपर्ने कुरा के हुन्छ भने ए कम्प्लिमेन्ट, यो माथिकोलाई हामीले के भन्छौँ त ए कम्प्लिमेन्ट। ए कम्प्लिमेन्ट यसको मिनिङ के हो त? यसको मिनिङ चाहिँ ए बाहेक भनेको है। ए बाहेक सबै भन्न खोजेको। जस्तो हाम्रो युनिभर्सल सबसेट यु इक्वल्स टु 1 2 3 डट 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 8 सम्म छ भने ए इक्वल्स टु चाहिँ हाम्रो 5 7 6 2 यसरी छ भने ए को कम्प्लिमेन्ट चाहिँ के भयो त? ए मा नभएको जति सबै है। ए मा नभएको तर यु मा भएको चाहिँ हुनु पर्यो है। जस्तो 1 2 3 4 5 6 7 त परेको छ, 2 पनि परिसकेको छ है, र 8। ल हेरौँ त, 1 परेको छ छैन भन्छ, यो आयो 7 6 2। हेर्नु त कुनै पनि छैन नि ए कम्प्लिमेन्टमा हो। हामीले यसरी चाहिँ निकाल्छौँ है ए कम्प्लिमेन्ट चाहिँ। ठिक छ। यसमा हामीले जान्नुपर्ने कुराहरू भनेको यति नै छ। यसमा मैले फर्मुलाको एउटा सानो लिस्ट बनाइदिएँ भने ए युनियन बी, ए युनियन बी भन्यो भने एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन बी। यसमा चाहिँ हाम्रो एन ए को मिनिङ के हो त? नम्बर अफ ए भनेको है। जस्तो 0 2 4 6 8 ए इक्वल्स टु यसरी छ भने एन ए भन्यो भने कतिवटा छ त एलिमेन्ट त्यो है। 0 2 4 6 8 कतिवटा भयो त? 1 2 3 4 5 5वटा भयो। ठिक छ। यो चाहिँ एन ए भन्न खोजेको। हामीले फर्मुलामा चाहिँ हामीले एन ए भनेर यसरी लेख्छौँ। ठिक छ। त्यस्तै एन ए इन्टरसेक्सन बी चाहिँ हामीले कसरी निकाल्ने भयो? एन ए प्लस एन बी माइनस एन ए युनियन बी। अब एन ए माइनस बी भनेको चाहिँ के हुन्छ त? एन ए माइनस एन बी। ठिक छ। हामीलाई यति फर्मुला भयो भने हामीलाई इनफ नै हुन्छ। प्लस यसमा चाहिँ हामीले यु को भ्यालु निकाल्नु पर्यो भने ए युनियन बी प्लस ए युनियन बी को होल कम्प्लिमेन्ट हुन्छ है यसको भ्यालु चाहिँ। ठिक छ। हामीले यति फर्मुलाहरू जान्यौँ भने सेटबाट हामीले 2 मा 2 मार्क्स ल्याउन सक्छौँ। अब हामीले नेक्स्ट भिडियोमा के हेर्छौँ त? नेक्स्ट भिडियोमा हामीले यसको सल्भ एक्जाम्पलहरू हेर्छौँ है। सल्भ एक्जाम्पल गर्छौँ र त्यस पछाडि चाहिँ हामीले मोडल क्वेसन हेर्छौँ। यति गरियो भने चाहिँ हामीले 2 मार्क्स चाहिँ इजिली ल्याउन सक्छौँ सेटबाट। हस्, थ्याङ्क यू। आजलाई हामी यति नै गरौँ।